नमस्ते सबैजनालाई। अनि जोडले पनि भन्न चाहन्छु है, हजुरको दसैँ कस्तो भयो? अब पक्कै पनि रमाइलो भयो होला। अहिले चाहिँ अब दसैँ पनि सकिसकेछ होइन, तर यो भिडियो चाहिँ दसैँको गाइजहरू है। अब सुरुमा चाहिँ अब हाम्रो दसैँ मगर भन्ने बित्तिकै चाहिँ घरमा चाहिँ सुँगुरको मासु नलिभ्याइएन होइन। अनि त्यही भएर नि हामीले चाहिँ सुरुमा दसैँको मासु पकाएको भनेकै सुँगुरको मासु। सो अब गाउँघरतिर त के हुन्छ, मजाले सुँगुरहरू काट्यो अनि त्यसपछि मस्त पकायो खाइयो। दसैँ भनेकै रमाइलो सुँगुर मासु प्लस सबैसँग भेट होइन। अनि हामीले नि त्यही हो, अब गइयो अनि त्यसपछि मस्त सुँगुर मासु पकायो खाइयो टन्न भइयो। अनि यहाँ कुरा गर्दा गर्दा चाहिँ अनि हाम्रो चाहिँ यहाँ सुँगुर मासु पनि रेडी भइसकेको थियो होइन। सुँगुर मासु हामीले पकाउन राखिसकेका थियौँ। अनि यो जुन देखिरहनु भएको छ अमिलो, यो चाहिँ हाम्रो घरतिरको अमिलो है। हजुरलाई खान इच्छा छ भने चाहिँ हजुर आउन सक्नुहुन्छ हाम्रो घरतिर। अनि त्यही हो, अब बाटोसाटो पनि हल्का चिप्लो थियो, त्यही भएर यो देखिरहनु भएको छ। हामी चाहिँ यसरी दौडिरहेको थियौँ। अनि यहाँ ड्याडीले अब कुरा गर्दा गर्दै ड्याडीले चाहिँ अमिलो पनि काटेर राखिसक्नु भएको थियो। अनि मासु हेर्नु न, यस्तो राम्रो भएको थियो कि यो मासु। यतातिर नि पाइन्छ होइन, अब बजारतिर पनि पाइन्छ सुँगुरको मासु त, बट गाउँको जस्तो टेस्टी चाहिँ नहुने कि। हजुरलाई पनि त्यस्तो लाग्छ लाग्दैन यसो भनिदिनु ल। अनि हाम्रो अब सुँगुरको मासुमा यो अमिलो राखिसकेपछि त यत्तिकै रातो हुने कि, मस्त फ्राई गर्ने बित्तिकै रातो हुँदै आयो। अनि त्यसपछि त मर मसला, जिरा मसला, धनियाँ सब कुरा चाहिँ अनि आफ्नो त्यो मासुको अनुसार चाहिँ राखियो होइन। अनि मस्त चलाइयो, मस्त चलाउनु गाइजहरू। अनि त्यसपछि हेर्नु न, अब हेर्दा हेर्दै हाम्रो मासु पनि पाक्न लागिसकेको छ होइन। पाकिसकेको थियो भनौँ न, यत्तिकै खाँदा पनि मिठो हुन्छ। तर हाम्रो घरतिर चाहिँ अलिकति हल्का रस राखेर चाहिँ खाने गर्नुहुन्छ होइन। सो हामीले चाहिँ हल्का रस राखेको थियौँ। अनि हेर्दा हेर्दै हाम्रो मासु पनि पाकिसक्यो, गफ गर्दा गर्दै सकिसक्यो गाइजहरू। ल ल है त, बाई बाई।